हालै इरान र अमेरिका बीच वार हुँदाखेरि सामाजिक सञ्जालमा धेरै मानिसहरूले एउटा कुरा भने, युद्धको कारणले गर्दाखेरि अब इन्टरनेट स्लो हुन सक्छ। सुरुमा यो सुन्दा अचम्म लाग्छ, किनकि संसारको एउटा कुनामा भएको घटनाले तपाईँको घरको इन्टरनेट कसरी स्लो हुन्छ, इन्टरनेट वास्तवमा कहाँ छ र कसरी काम गर्छ, आज 90 सेकेन्डमा बुझौँ। धेरै मानिसलाई लाग्न सक्छ इन्टरनेट स्याटेलाइटबाट चल्छ, तर वास्तविकता फरक छ। विश्वको 95% भन्दा बढी इन्टरनेट ट्राफिक समुद्र तल बिछाएका विशाल फाइबर अप्टिक्स केबलहरू मार्फत चल्छन्। युद्ध, दुर्घटना वा प्राकृतिक प्रकोपले यी केबलहरूलाई क्षति पुर्यायो भने केही क्षेत्रको इन्टरनेट स्लो हुन सक्छ। यी केबलहरूले एसिया, युरोप, अमेरिका र अन्य महादेशहरूलाई जोड्छन्, तर वास्तवमा इन्टरनेट भनेको संसारभर फैलिएको केबल, राउटर, सर्भर र डेटा सेन्टरहरूको विशाल नेटवर्क हो। जब तपाईँ गुगल सर्च गर्नुहुन्छ, टिकटक स्क्रोल गर्नुहुन्छ वा भिडियो हेर्नुहुन्छ, तपाईँको फोनले एउटा रिक्वेस्ट पठाउँछ। त्यो रिक्वेस्ट हजारौं किलोमिटर टाढाको सर्भरसम्म पुग्छ र उत्तर केही मिलिसेकेन्डभित्र फर्केर आउँछ। इन्टरनेटको सुरुवात सन् 1969 मा भएको थियो। अमेरिकी वैज्ञानिकहरूले धेरै कम्प्युटर जोड्नका लागि अपर्नेट नामको एउटा नेटवर्क बनाए। सानो प्रयोगको रूपमा सुरु भएको त्यो नेटवर्क आज अरबौं मानिसहरूको जीवनको एउटा हिस्सा बनेको छ। त्यसैले इन्टरनेट कुनै म्याजिक होइन, यो संसारभर फैलिएको केबल, सर्भर, राउटर र डेटा सेन्टरहरू बीचको ठूलो नेटवर्क हो। जब तपाईँ कुनै एउटा भिडियो हेर्नुहुन्छ, तपाईँको डेटा पनि त्यही नेटवर्कभित्र यात्रा गरिरहेको हुन्छ। फलो फर द मोर टेक एक्सप्लेनेसन एन्ड भिजिट माई वेबसाइट।